नेपालका लोकप्रिय नायिकाहरू कुन कार चढ्छन् त? कसको कार सबैभन्दा महँगो? दर्शकबिन नमस्कार अनि यहाँहरूलाई हार्दिक स्वागत गर्दछु हाम्रो युट्युब च्यानल जिएस भ्यूमा। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। आजको भिडियोमा चर्चा गर्न गइरहेका छौँ पछिल्लो समयका चर्चित नायिकाहरूको बारेमा। विशेषतः उहाँहरूले चढ्ने गाडी अर्थात् कारको बारेमा चर्चा गर्नेछौँ। कुन नायिका कुन कार चढ्छन् त? कसको कार छ सबैभन्दा महँगो? आउनुहोस् ढिला नगरी लागौँ आजको कुराकानीतर्फ। नम्बर 10 वर्षा राउत। नेपाली चलचित्र नाइन भन्नुल 4बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका हुन् वर्षा राउत। छक्का पञ्जा, जात्रा, जात्रै जात्रा, महाजात्रा, दाल भात तरकारी वर्षाका सफल चलचित्रमा अटाउने गर्दछन्। 2 दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी वर्षाले 100औं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। आजभन्दा 7 वर्ष अगाडि नायक सन्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिएकी थिइन्। अब कुरा गरौँ वर्षाले चढ्ने कारको बारेमा। कुन कार चढ्छिन् त अनि कति मूल्य पर्छ त उक्त कारको? दर्शकबिन वर्षासँग पछिल्लो समयमा विद्युतीय कार रहेको छ। झन्डै 40 लाख पर्ने टाटाको नेक्सिन गाडी वर्षाले चढ्दै आइरहेकी छिन्। नम्बर 9 दिपाश्री निरौला। चर्चित अभिनेत्री, निर्देशक र निर्मात्री समेत हुन् दिपाश्री। सर्वाधिक कमाइ गर्ने चलचित्र छक्का पञ्जामा दिपाश्रीले नै निर्देशन गरेकी थिइन्। रेडियोबाट कलाकारिता तथा अभिनय सुरु गरेकी दिपाश्री तितो सत्य टेलिश्रृङ्खला हुँदै आजको यो उचाइमा पुगेकी हुन्। नाटक, टेलिश्रृङ्खला, चलचित्र हुँदै कमेडी सोहरूमा आबद्ध दिपाश्री पछिल्लो समय कमेडी सो कमेडी नाइट विथ द च्याम्पियनमा आबद्ध रहेकी छिन्। खैर जे होस्, अब कुरा गरौँ दिपाले चढ्ने कारको बारेमा। कुन कार चढ्छिन् त अनि कति पर्छ त्यसको नेपाली मूल्य? दर्शकबिन दिपासँग पछिल्लो समय होन्डाईको IZ0 एक्टिभ कार रहेको छ, जुन कारको नेपाली बजार मूल्य झन्डै 40 लाखको हाराहारीमा पर्ने गर्दछ। नम्बर 8 रेखा थापा। नेपाली चलचित्र क्षेत्रकी एक सफल उत्कृष्ट नायिका र निर्मात्री हुन् रेखा थापा। रेखा थापा 1999मा मिस नेपालमा सहभागी भई टप 10 भित्र परेकी थिइन्। 200 भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी रेखाले हिरो चलचित्रबाट सिने क्षेत्रमा प्रवेश गरेकी थिइन्। 17 वर्षको उमेरमा सिने क्षेत्रमा प्रवेश गरेकी रेखाले सोही वर्ष पहिलो विवाहको रूपमा हिरो चलचित्रका निर्माता छविराज ओझासँग गरेकी थिए। विवाहपछि पनि चलचित्र क्षेत्रमा निरन्तरता दिएकी रेखाले दर्शनौं हिट चलचित्रबाट आफूलाई दर्शकमाझ चिनाइसकेकी छिन्। रेखाका केही हिट चलचित्रहरूमा काली, हिम्मतवाली, बाटुली, किस्मत लगायतका थुप्रै मुभीहरू पर्दछन्। पछिल्लो समय श्रीमान बलराम साई र छोरीसँग बस्दै आइरहेकी छिन्। खैर जे होस्, कुरा गरौँ नायिका रेखा थापाले चढ्ने कारको बारेमा। कुन कार चढ्छिन् त अनि कति पर्छ? दर्शकबिन रेखा थापासँग होन्डा ज्याज गाडी रहेको छ, जसको नेपाली बजार मूल्य 45 लाखको हाराहारीमा पर्ने गर्दछ। नम्बर 7 केके अधिकारी। एक कुशल अभिनेत्री, केकेलाई अ ब्युटिफुल एक्टर्स विथ द क्विन पनि भन्ने गरिन्छ। पारिवारिक पृष्ठभूमि नै कलाकारिता क्षेत्रमा सक्रिय केकेका बुबा पनि कुनै समयका सफल टेलिसिरियल निर्देशक हुन्। म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी केकेले कलाकारिता क्षेत्रमा झन्डै 1.5 दशक अभिनय गरिसकेकी छिन्। झन्डै 3 दशक नेपाली चलचित्रमा काम गरिसकेकी केकेका 100औं म्युजिक भिडियो समेत छन्। मोडलिङको रूपमा समेत अभिनय गरिसकेकी छिन्। केकेका केही सफल चलचित्रहरूमा छ माया छ पक्कै, झिङ्गे दाउ, परदेशी, बोक्सीको घर लगायतका थुप्रै मुभीहरू पर्दछन्। रियालिटी सो द पोइट आइडलमा जज र च्याम्पियनमा निर्मात्रीको रूपमा केकेले काम गरिसकेकी छिन्। त्यति मात्र नभई बोक्सीको घर र कोहलपुर एक्सप्रेस नामक मुभी समेत निर्माण गरिसकेकी छिन्। 3 वर्ष अगाडि अनलाइन व्यवसायी रोहित तिवारीसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। खैर जे होस्, अब कुरा गरौँ केकेले चढ्ने कारको विषयमा। उक्त कारको मूल्य कति पर्छ त? दर्शकबिन केकेले पछिल्लो समयमा चढ्ने कार विद्युतीय कार रहेको छ। झन्डै 57 लाख पर्ने प्रोटन इमेज गाडी केकेले चढ्दै आइरहेकी छिन्। नम्बर 6 पूजा शर्मा। नेपाली चलचित्र 3 लभर्सबाट सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् पूजा शर्मा।
पूजा विभिन्न विवादका कारण चर्चामा आइरहेकै हुन्छन्। पूजाले यो स्थानसम्म आइपुग्न निकै सङ्घर्ष गरेको पाइन्छ। छोरी भएकै कारण आफ्नै बुवाले समेत वास्ता गरेका थिएनन्। बाल्यकालमा नै घर छोडेर काठमाडौँ प्रवेश गरेकी थिइन्। घर छोड्नुको प्रमुख कारण थियो पूजाको आमाले छोरा नपाउनु। छोरा नभएकै कारण पूजाका बुवाले पूजा र पूजाकी आमालाई छोडेका थिए। पूजा र पूजाकी आमा काठमाडौँ छिरेपछि निकै सङ्घर्ष गर्नु पर्यो। त्यो सङ्घर्षले नै पूजालाई आज यो स्थानमा पुर्याएको छ। दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी पूजाका केही चर्चित मुभीहरूमा प्रेम गीत, म यस्तो गीत गाउँछु, राम कहानी लगायतका थुप्रै चित्रहरू पर्दछन्। खैर जे होस्, कुरा गरौँ लोकप्रिय नायिका पूजा शर्माले चढ्ने गाडीको बारेमा। कति महँगो छ त उनले चढ्ने गाडी। दर्शकबिन पूजासँग पछिल्लो समयमा होन्डाईको क्रेटा कार रहेको छ, जसको नेपाली बजार मूल्य 60 लाखदेखि 85 लाखको हाराहारीमा पर्ने गर्दछ। नम्बर 5 स्वस्तिमा खड्का। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नम्बर 1 नायिकाको ट्याग पाइरहेकी लोकप्रिय नायिका हुन् स्वस्तिमा खड्का। स्वस्तिमा आजभन्दा 12 वर्ष अगाडि होस्टेल रिटर्नबाट सिने क्षेत्रमा प्रवेश गरेकी थिए। दर्जनभन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेकी स्वस्तिमाका केही सफल चलचित्रहरूमा छक्का पञ्जा 2, नाइन भन्नु ल 5, घामट सेरे, बेहुली फ्रोम मेघौली लगायतका थुप्रै मुभीहरू पर्दछन्। 100भन्दा बढी म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन्। उनको निकै चर्चित म्युजिक भिडियोमा 2 रुपैयाँको कुटुमा कुटु सुपारीदान पर्ने गर्दछ, जुन म्युजिक भिडियो नेपालमै हेरिएको म्युजिक भिडियोको अग्रपङ्क्तिमा पर्ने गर्दछ। उक्त भिडियोलाई 22 करोडभन्दा बढी पटक हेरिएको छ। खैर जे होस्, अब कुरा गरौँ नायिका स्वस्तिमा खड्काले चढ्ने कारको विषयमा। कुन कार चढ्छिन् त स्वस्तिमाले, अनि कति पर्छ त नेपाली बजार मूल्य। दर्शकबिन स्वस्तिमाले पनि होन्डाईको क्रेटा कार नै चढ्ने गर्छिन्, जसको मूल्य 60 लाखदेखि 85 लाखको हाराहारीमा पर्ने गर्दछ। नम्बर 4 निता ढुङ्गाना। चर्चित अभिनेत्री तथा निर्मात्री हुन् निता ढुङ्गाना। नेपाली चलचित्र मितिनीबाट सिने जगतमा अभिनय गरेर प्रवेश गरेकी निताले उक्त चलचित्रमा बाल कलाकारको रूपमा अभिनय गरेकी थिइन्। नायिकाको रूपमा अभिनय गरेको पहिलो चलचित्र भने किसान हो, तर नितालाई दर्शकमाझ लोकप्रिय बनाएको चलचित्र भने मसान हो। 3 दर्जनभन्दा बढी नेपाली चलचित्र र केही भोजपुरी चलचित्रमा अभिनय गरिसकेकी निताका केही सफल चलचित्रहरूमा पञ्चायत, 6 एकांश, ह्रस्व दीर्घ लगायतका थुप्रै मुभीहरू पर्दछन्। निताले चलचित्रका साथै थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन्। 3 वर्ष अगाडि ज्योतिष पिताका ज्योतिष हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। जे होस्, अब कुरा गरौँ निताले चढ्ने कारको विषयमा। दर्शकबिन नितासँग पछिल्लो समयमा इलेक्ट्रिक कार रहेको छ। 75 लाखभन्दा बढी मूल्य पर्ने डिफल S07 कार निताले चढ्दै आइरहेकी छिन्। नम्बर 3 नीति शाह। मोडलिङ र सौन्दर्य प्रतियोगिता हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी चर्चित नायिका हुन् नीति शाह। नीति मिस नेपाल 2017 इन्टरनेसनलकी विनर समेत हुन्। खजुरे ब्रो नेपाली चलचित्रबाट सिनेमामा प्रवेश गरेकी नीति उक्त चलचित्र दर्शकमाझ खासै लोकप्रिय बन्न सकेन। दोस्रो चलचित्र जय साहबमा अभिनय गरेकी नीति पछिल्लो समय मोहर मार्फत थप उचाइमा पुगेकी छिन्। गत वर्ष जिल्ला अदालत काठमाडौँमा कोर्ट म्यारिज गरेकी नीति पछिल्लो समय आमा बुवासँगै बस्दै आइरहेकी छिन्। खैर जे होस्, अब कुरा गरौँ नीतिले चढ्ने कारको विषयमा। कुन कार चढ्छिन् त, अनि कति महँगो छ त उक्त कार। दर्शकबिन नीतिले विद्युतीय कार चढ्ने गर्छिन्, जुन कारको नेपाली बजार मूल्य 78 लाख बढी पर्ने डिफल S07 कार नीतिले चढ्दै आइरहेकी छिन्। नम्बर 2 प्रियङ्का कार्की। नेपाली चलचित्र थ्री लभर्सबाट सिने क्षेत्रमा प्रवेश गरेकी चर्चित लोकप्रिय नायिका हुन् प्रियङ्का कार्की। नाइन भन्नु ल, छक्का पञ्जा, लक्का जवान, फाटेको जुत्ता लगायतका थुप्रै चलचित्र प्रियङ्काका हिट चलचित्र मध्ये हुन्। प्रियङ्का 2005 की मिस टिन नेपालकी विजेता पनि हुन्। मिस टिन पछि प्रियङ्का पढाइको लागि अमेरिका प्रस्थान गरेकी थिइन्। पढाइसँगै प्रियङ्काले उतै अमेरिकामा अभिनय सिकेकी थिइन्। प्रियङ्काले पहिलो विवाह प्रेमी रोजकसँग गरेकी थिइन्।
रोचकसँग डिभोर्सपछि प्रियङ्काले एक सुरले कलाकारिता क्षेत्रमा लागेकी थिइन्। आजको दिनसम्म थुप्रै म्युजिक भिडियो र मुभीहरूमा अभिनय गरिसकेकी छिन्। पछिल्लो समय श्रीमान आयुष्मानसँग बस्दै आइरहेकी छिन्। खैर जे होस्, कुरा गरौँ प्रियङ्काले चढ्ने कारको विषयमा। कुन कार चढ्छिन् त अनि कति पर्छ त उक्त कारको नेपाली मूल्य? दर्शकबिन, प्रियङ्काले आजभन्दा 8 वर्ष अगाडि टाटाको बिस्ट कार आफ्नै कमाइले किनेकी थिइन्, जुन कारको आजको समयमा नेपाली मूल्य 25 देखि 30 लाखको हाराहारीमा हुने गर्छ भने पछिल्लो समय होन्डाईको रोशन कार चढ्ने गर्छिन्, जुन कारको नेपाली बजार मूल्य 75 लाखदेखि 1 करोड पर्ने गर्दछ। नम्बर 1, आँचल शर्मा। नाइनो बन्नोल 4बाट सिनेमामा प्रवेश गरेकी आँचलले चलचित्रभन्दा पनि 200 भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। जोनी जेन्टलम्यान, दाल भात तरकारी, झिङ्गे दाउ लगायतका मुभीहरूमा अभिनय गरेकी छिन्। केही वर्ष अगाडि डाक्टर उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। खैर जे होस्, आँचल सर्वाधिक महँगो कार चढ्ने नेपाली नायिकाको सूचीमा अग्रपङ्क्तिमा रहेकी छिन्। कुन कार होला त अनि कति पर्छ त उक्त कारको नेपाली मूल्य? दर्शकबिन, आँचलले पेस्रो स्पोर्ट कार चढ्ने गर्छिन्, जसको मूल्य 1 करोड 80 लाख पर्ने गर्दछ।